मेरो मत खेरा नजाओस्। केटाले मेटा चलाएपछि केटाले मेटा चलाएपछि हो हल्ला मचाएपछि उसकै वालसम्म पुगेर वालमा लेखिएका कुरा ट्वाल्ल परेर बुझेर कहिले नबुझेर लाइक ठोकेकै हो, त्यसैले ऊ भाइरल भएको हो। कुरा बुझ्न बाँकी भइकन ऊ को हो, कहाँबाट एक्कासी किन आयो नजानिकन, कसरी जिम्मा लाऊं यो मेरो प्यारो देश, बनाउँछ कि बिगार्छ थाहा नभइकन। हिजोकाले आजका होइन भन्छन्, आजकाले म हिजोका जस्ता होइन भन्छन्। आजका रोज्दा हिजका रिसाए भने, हिजोका रोज्दा आजकाले जलाए भने, अनि को ठिक बेठिक कसरी थाहा होस्। हे प्रभु, मेरो मत खेरा नजाओस्। म अन्योलमा छु बुझ्न नसकेर, देखिने चित्रभित्रको विचित्र बुझ्न नसकेर। सबै देश बनाउने दौडमा छन्, तर व्याख्या फरक फरक छन्। किन एक अर्का गाली गलोजमा उत्रन्छन्, किन हामीलाई कुहिरोमा राख्छन्। पुरानाले सोध्छन् नयाँले के गरे, नयाँले भन्छन् पुरानाले सबै बिगारे। के गरे र बिगारे को प्रमाण, के गरे र बिगारेको प्रमाण खोज्न कहाँ जाऊँ। म त भुइँमा थिएँ, माथिका कुरा कसरी थाहा पाऊँ। यही थाहा नपाएको फाइदा उसले लिने हो कि, यही थाहा नपाएको फाइदा उसले लिने हो कि, कतै मेरो मत खेर जाने हो कि। हे प्रभु, मान्छे चिन्न सक्ने शक्ति आओस्, मेरो मत खेर नजाओस्, मेरो मत खेर नजाओस्। धन्यवाद।